नमस्ते सबैजनालाई। आज चाहिँ हामी क्लास 9 को त्रिकोणमिति च्याप्टरको अभ्यास 5.4 गर्न गइरहेका छौँ। यहाँ अभ्यास धेरै छ, सजिलो छ, धेरै छ। हामी सर्ट गर्छौँ। 1 2 3 4 5 कतिसम्म छ? 8 सम्म रहेछ। हामी सबै हिसाबहरू गर्नेछौँ निरन्तर रूपमा। चाहिएको खण्डमा सबै हेर्नु होला। ल, आज चाहिँ हामी 1 को गर्छौँ। गुणन गर भनिएको छ 1 को। सजिलो छ, हामी अब फटाफट गर्छौँ सजिलो तरिकाले। ल, 1 को ए मा के भनिएको छ त? 1 को ए मा के भनिएको छ भने sin a प्लस sin b sin a माइनस sin b। सजिलो छ, यसलाई हामीले गुणन गर्नुपर्छ। अब सल्युसन पहिला दिएको लेखौँ। sin a प्लस sin b sin a माइनस sin b। ल, यस्तो गुणन चाहिँ कसरी गर्ने त भन्दाखेरि यसले यसलाई फेरि यसले यसलाई गर्नुपर्छ, फेरि यसले यसलाई यसले यसलाई दुई पटक गर्नुपर्छ। सजिलो छ। यसलाई यसले गरौँ हामी। अब के हुन्छ त? sin a यसले sin a प्लस हुँदैन। यसले गर्दाखेरि यहाँ माइनस छ, प्लस र माइनस भइहाल्छ। sin a sin b प्लस अब sin b ले हामीले sin a र sin a माइनस sin b लाई गर्नुपर्छ। sin b sin a लाई गरौँ हैन, प्लस अब sin b ले हामी माइनस sin b लाई गर्नुपर्छ। त्यसैले प्लस हुँदैन, प्लस माइनस माइनस हुन्छ। माइनस sin b इन्टु sin b sin b इन्टु sin b sin b। ल, यस्तो आयो। मजाले देखिया छ राम्रोसँग। अब चाहिँ के गर्ने त भन्दाखेरि sin a के हुने भयो त? हाम्रो sin स्क्वायर a हुने भयो माइनस sin a sin b प्लस sin b sin a। यो के हुने भयो त? हाम्रो कर्ने भयो। यो के हुने भयो? हाम्रो कर्ने भयो। अब फेरि माइनस यता sin b sin स्क्वायर b। ल, यही नै हाम्रो एन्सर हो। सजिलो छ, छिटो पनि सजिलो पनि, यही नै हो। ल, b मा चाहिँ हाम्रो के छ त? 1 माइनस cos थीटा इन्टु 1 प्लस cos थीटा छ। यसलाई चाहिँ अब सल्युसन 1 माइनस cos थीटा इन्टु 1 प्लस cos थीटा छ हैन। ल, सेम रहेछ यो पनि, सेम। यो 1 ले दुईटालाई गर्ने, 1 प्लस cos थीटालाई गर्ने, फेरि माइनस cos थीटाले 1 प्लस cos थीटालाई गर्ने। 1 ले दुईटालाई गर्दाखेरि के हुन्छ त? 1 ले 1 लाई 1 नै हुन्छ, प्लस 1 ले फेरि cos थीटालाई के हुन्छ त? 1 नै हुन्छ। फेरि cos थीटा हुन्छ, cos थीटा। अब यसको बेला गयो। अब यसले माइनस cos थीटा इन्टु 1 गरेपछि के भयो त? माइनस cos थीटा माइनस cos थीटा माइनस cos थीटा इन्टु cos थीटा के हुने भयो त? माइनस cos थीटाको स्क्वायर हुने भयो हैन। ल, अब cos थीटा प्लस cos थीटा र माइनस cos थीटा कट्यो।
यो र यो कट्यो, बाँकी के रह्यो त 1 माइनस cos स्क्वायर थीटा। यही नै हाम्रो एन्सर हो, रिक्वायर्ड एन्सर यही नै हो। ल अब हाम्रो सीमा के छ त 1 प्लस sin थीटा 1 माइनस sin थीटा। अब यसलाई पनि गुणन गर्नु पर्यो। ल यसलाई गर्दाखेरि के गर्ने त भन्दाखेरि सल्युसन 1 प्लस sin थीटा 1 माइनस sin थीटा हैन। अब सेम रहेछ अघिको जस्तै सेम। ल अब हामी 1 ले 1 लाई के हुन्छ 1 नै हुन्छ। sin थीटाले 1 लाई सरी 1 ले sin थीटालाई माइनस sin थीटालाई माइनस sin थीटा नै हुने भयो। अब sin थीटाले 1 लाई गर्दाखेरि प्लस sin थीटा हुने भयो। फेरि sin थीटाले माइनस sin थीटाले गर्दाखेरि माइनस हुने भयो, प्लस माइनस। यो sin थीटा इन्टु sin थीटा के हुन्छ त sin स्क्वायर थीटा हैन। फेरि अब यो र यो कट्यो, प्लस र माइनस कट्यो, सेम प्लस माइनस भएपछि कट्छ हैन। अब बाँकी के रह्यो त 1 माइनस sin स्क्वायर थीटा। यही नै हाम्रो रिक्वायर्ड एन्सर हो। ओके ल नेक्स्ट। ल अब हाम्रो डी मा के छ त भन्दाखेरि 1 प्लस cot स्क्वायर ए 1 माइनस cot स्क्वायर ए छ। सेम रहेछ, यो पनि सेम हो कि गुणन भनेपछि सेम हो। सल्युसन 1 प्लस cot स्क्वायर ए 1 माइनस cot स्क्वायर ए हैन। अब 1 ले दुईटालाई गर्ने, फेरि हाम्रो cot स्क्वायर ए ले दुईटालाई गर्ने, सेम अघिकै रहेछ। 1 ले 1 लाई 1 ले 1 लाई ल 1 भयो। 1 ले फेरि माइनस cot स्क्वायर ए लाई माइनस cot स्क्वायर ए हुने भयो। फेरि हाम्रो यो cot स्क्वायर ए ले 1 लाई गर्दाखेरि cot स्क्वायर ए हुने भयो, प्लस cot स्क्वायर ए हुने भयो। फेरि हाम्रो cot स्क्वायर ए ले cot स्क्वायर माइनस cot स्क्वायर ए लाई गुणन गर्दाखेरि के हुने भयो त COT cot स्क्वायर स्क्वायरको के हुने भयो त 4 हुने भयो, 4 हुने भयो हैन। cot को पावर 4। ल अब चाहिँ के हुन्छ त भन्दाखेरि हाम्रो यो र यो एउटै छ, प्लस माइनस छ, कट्यो। अब के बच्यो त 1 माइनस हाम्रो cot को पावर 4 सरी 4 ए। यही नै हो हाम्रो रिक्वायर्ड एन्सर। करेक्ट एन्सर यही नै हो, सजिलो छ। अब नेक्स्ट। ल अब हाम्रो ई को चाहिँ अलिकति फरक रहेछ। सेम हो प्रोसेस, अलिकति बढी लाग्छ, सेम हो प्रोसेस गर्ने तरिका सेम हो। ल यसलाई चाहिँ यसलाई पनि गर्छौँ। सल्युसन sin थीटा 1 माइनस sin थीटा 1 प्लस sin स्क्वायर थीटा छ हैन। अब यस्तो कन्डिसनमा चाहिँ हामीले के गर्ने त भन्दाखेरि पहिला यो दुईटालाई पहिला गुणन गर्ने, अनि त्यसपछि जति आउँछ त्यसले चाहिँ यसलाई गर्नुपर्छ यस्तो कन्डिसनमा। ल अब हामी गर्छौँ। सेम हो यो के हुन्छ त यसको हामीलाई थाहा छ, त्यही पनि प्रोसेसमै जान्छौँ बिस्तारै, आत्तिएर जाने हो र हैन, बिस्तारै गरौँ। 1 ले 1 लाई 1 माइनस sin थीटालाई 1 ले sin थीटालाई sin थीटा, फेरि प्लस sin थीटाले 1 लाई sin थीटाले 1 लाई sin थीटा, फेरि sin थीटाले माइनस sin थीटालाई माइनस
साइन स्क्वायर थीटा। ल यो चाहिँ यस्तो भयो। ल बाँकी हाम्रो पछाडिको सेम सारिदिने साइन स्क्वायर थीटा 1 प्लस साइन स्क्वायर थीटा। ल अब सेम हाम्रो आएको जस्तै यो र यो मजाले काट्न सकिन्छ। प्लस र माइनस सेम छ भने 1 माइनस के बच्यो त साइन स्क्वायर थीटा बच्यो हाम्रो हैन। बाँकी यो 1 प्लस साइन स्क्वायर थीटा हैन। ल अब यसलाई फेरि गुणन गरिदिनु पर्यो। सेम आयो हाम्रो हैन। ल फेरि 1 ले चाहिँ 1 लाई 1 नै भयो। 1 ले प्लस साइन थीटालाई प्लस साइन स्क्वायर थीटालाई साइन स्क्वायर थीटा भयो। फेरि माइनस साइन स्क्वायर थीटाले माइनस साइन स्क्वायर थीटा माइनस साइन स्क्वायर थीटालाई 1 लाई गर्दाखेरि माइनस साइन स्क्वायर थीटा हुने। त्यसपछि प्लस फेरि यसले प्लस साइन स्क्वायर थीटाले गर्दाखेरि के हुने भयो त प्लस हुने भयो। ए प्लस सरी माइनस र प्लस माइनस साइन स्क्वायर थीटा साइनको पावर 4 थीटा हुने भयो। सेम आयो। फेरि यो प्लस र माइनस यो कट छ हाम्रो। फेरि के भयो त 1 माइनस साइन पावर 4 थीटा। यही नै हाम्रो रिक्वायर्ड आन्सर। ओके ल अब हामी नेक्स्ट। ल अब चाहिँ हाम्रो एफमा के दिएको छ भन्दाखेरि सेम रहेछ। हामीले इको गरेको छ सेम इको रहेछ। यसमा चाहिँ अलिकति त्यहाँ साइन थियो यहाँ 10 छ। प्रोसेस उयो केही फरक पर्दैन केही फरक छैन। सबै एकदमै सेम छ। ल सल्युसन हामी गर्छौँ। समाधान 1 प्लस 10 थीटा 1 माइनस सरी यहाँ माइनस छ क्वेसनमा माइनस छ 10 थीटा 1 प्लस 10 स्क्वायर थीटा। सेम अब हाम्रो के हुन्छ त 1 ले 1 लाई 1 ले माइनस 10 थीटालाई माइनस 10 थीटा फेरि 10 थीटाले 1 लाई प्लस 10 थीटा 10 थीटालाई माइनस 10 थीटालाई माइनस 10 स्क्वायर थीटा। बाँकी हाम्रो यो सेमको सेम 1 प्लस 10 स्क्वायर थीटा। अब सेम छ यो दुईटा हाम्रो के हुन्छ त कट छ यो र यो कट छ हैन। यसरी कटाइदिने। ल 1 र 1 माइनस बाँकी के रह्यो त 10 स्क्वायर थीटा। फेरि हाम्रो पछाडिको सेमको सेम 1 प्लस 10 स्क्वायर थीटा। अब फेरि सेम प्रोसेसले हामीले गर्नुपर्छ। यसलाई पनि 1 ले 1 लाई 1 माइनस 1 ले 10 स्क्वायर थीटालाई प्लस 10 स्क्वायर थीटा छ त्यसैले प्लस भयो हाम्रो 10 स्क्वायर थीटा हुने भयो थीटा हो। अब यो माइनस 10 स्क्वायर थीटाले फेरि दुईटाले गर्नु माइनस 10 स्क्वायर थीटा इन्टु 1 के हुनु भयो त माइनस 10 स्क्वायर थीटा माइनस 10 स्क्वायर थीटा इन्टु प्लस 10 स्क्वायर थीटा के हुने भयो त माइनस 10 टु दी पावर 4 हुने भयो हैन। 10 को पावर 4 थीटा। ल अब यो र यो कट छ हाम्रो यहाँ माइनस र प्लस भयो भने जहिले पनि कट छ। हामीले यो त पहिले नै गरिसक्यौँ पहिले नै जानिसक्यौँ। अब बाँकी के रह्यो त हाम्रो 1 प्लस हैन 1 माइनस 10 पावर थीटा। यही नै हो हाम्रो आवश्यक एन्सर। ओके।
ल आजलाई चाहिँ हामी यति गर्छौँ। वानको लगभग